नमस्कार। नासा सेक्युरिटिजको यस भिडियोमा तपाईलाई स्वागत छ। कहिलेकाहीँ स्यालेरी अकाउन्टमा पैसा आएको दिन हामीलाई लाग्छ, अब त अवस्था ठिकै छ। 2 दिनपछि घर भाडा, इएमआई, स्कुल फी, ग्रोसरी, मोबाइल ब्याङ्किङ पेमेन्ट अनि बाँकी ब्यालेन्स हेर्दाफेरि उही प्रश्न आउँछ। यति कमाउँदा पनि म किन फाइनान्शियली अगाडि बढिरहेको छैन? नेप्सेमा पनि यस्तै देखिन्छ। कसैले आइपिओ पर्यो भनेर खुसी हुन्छ, कसैले सेकेन्डरी मार्केटमा 1-2 पटक प्रफिट बुक गर्यो भनेर आफूलाई इन्भेस्टर भन्छ। तर केही वर्षपछि पोर्टफोलियो, ब्याङ्क ब्यालेन्स, लोन र खर्च सबै जोडेर हेर्दा एक्चुअल वेल्थ बढेको छ कि छैन भन्ने कुरा धेरैले नापेकै हुँदैनन्। आज हामी यही फरक बुझ्छौं। पैसा हुनु र सम्पत्ति बन्नु एउटै कुरा होइन। नेपालमा लगानीको लागि प्रशस्त माध्यमहरू छन्। घरमा कसैले जग्गा किन, त्यो नै सम्पत्ति हो भन्नुहुन्छ। कसैले एफडीमा राख, सुरक्षित हुन्छ भन्नुहुन्छ। नयाँ पुस्ता भन्छ आइपिओ अप्लाई गर, सेकेन्डरीमा ट्रेड गर। यी सबै कुरा गलत होइनन्, तर यी सबैलाई एउटै बास्केटमा राखेर हेर्दा कन्फ्युजन हुन्छ। क्यापिटल मार्केटमा प्रवेश गर्नुअघि लर्नरसँग बलियो आधार हुनु जरुरी हुन्छ। पैसा भनेको दैनिक कारोबार चलाउने साधन हो, तर वेल्थ भनेको समयसँगै तपाईलाई विकल्प, सुरक्षा र स्वतन्त्रता दिने प्रणाली हो। पैसा आउँछ र जान्छ, तर वेल्थ भने बिस्तारै निर्माण हुन्छ, सुरक्षित राखिन्छ र प्रोडक्टिभ एसेट्स, स्किल, ओनरशिप र डिसिप्लिनबाट दीर्घकालीन रूपमा टिकिरहन्छ। मनीलाई सरल भाषामा मिडियम अफ एक्सचेन्ज भन्न सकिन्छ। बजारमा सामान किन्न, बस फेयर तिर्न, ब्रोकरलाई पेमेन्ट गर्न, मेरो शेयर रिन्युअल गर्न, ब्याङ्क लोन इन्स्टलमेन्ट बुझाउन हामी पैसा प्रयोग गर्छौं। मनी चलायमान हुन्छ। आज आएको पैसा भोलि खर्च हुन सक्छ।